रक्सी सकियो बुढी, रक्सी हाल। अनि आइस चाहिँ तेरो बाउले हाल्छ। आइस शीतम दे, शीतम छिटो। दिनभरि काम नगर्दा नगर्दा म थाकेछु। आइस खुट्टा मिच छिटो। बहिनीको फोन आयो त, के भयो? भन बहिनी। के रे ज्वाइँले दुःख दिए? ज्वाइँलाई फोन दियो त? हेलो ज्वाइँ सर, किन दुःख दिनुभएको हजुरले मेरो बहिनीलाई? हेर्नुहोस्, सेलिब्रेटीको हामीले राम्रोसँग ध्यान दिनुपर्छ, हामीले माया गर्नुपर्छ। उनीहरू भनेको पनि कसैको सन्तति हो, कसैको सेलिब्रेटी हो। बराबर मिलेर काम गर्नुहोस् न। हेर्नु त मेरो बहिनी फोनमा रोइराखेको छ। यस्तो नि गर्नुहुन्छ? सँगै मिलेर काम गर्नुहोस्। केटा केटी भनेको बराबर हो, त्यस्तो दुःख दिनुहुन्न। ल सम्झिनु भयो नि? हो ल ल ठिक छ। ल अबदेखि मेरो बहिनीलाई दुःख दिएको सुन्न नपरोस् है ज्वाइँ सर। ल बाई। दुःख दिने यार। बुढा, म एउटा कुरा भन्छु, नरिसाउनु है। भन के हो? यसरी तपाईँ रक्सी खानुहुन्छ बच्चाहरूको अगाडि, दिनभरि बरा लिएर हिँड्नुहुन्छ हजुर, केही काम पनि गर्नुहुन्न। सबै घरको काम, बाहिरको काम, भित्रको काम सबै मैले गर्नुपर्छ। जसरी हजुरले हजुरको बहिनीलाई सम्झाउनु भयो, त्यही नै पनि हामीलाई लागु हुनुपर्ने होइन र? ओहो, मैले त त्यतातिर सोच्दै नसोचेको यार। एकदम ठिक कुरा गरिस् बुढी। मैले आफूलाई पढ्दाखेरि, आफ्नो बहिनीलाई पढ्दाखेरि चाहिँ मलाई त्यस्तो मन पोल्यो। तर मैले आफैले त्यस्तो घराएसी हिंसा गरिरहेको रहेछु। म आफैले काम नगरेर रक्सी खाएर भरा लिएर हिँडेको त मैले यादै नगरिरहेको यार। म आजदेखि रक्सी पनि छोड्छु र घरको काममा म तिमीलाई सघाउँछु बुढी। यो मेरो प्रतिबद्धता भयो।